हेलो एभ्रिवान, इट्स मी प्रतिभा सुवेदी। लेट्स गो फर अ कायाकिङ। म चाहिँ मेरो फ्यामिलीसँग गएको थिएँ। ओजन गल्लीको भित्र जानुभयो भने त्यहाँ चाहिँ कायाकिङ सर्भिस प्रोभाइड गर्ने सपहरू हजुरहरूले धेरै नै देख्न सक्नुहुन्छ। उहाँहरूले हजुरहरूलाई लाइफ ज्याकेट लगाइदिनुहुन्छ, प्याडल दिनुहुन्छ र हिँड्दै हजुरहरू लेकको साइडमा जानुपर्ने हुन्छ। त्यसपछि हजुरहरूलाई सिकाउनुहुन्छ कसरी गर्ने भनेर सबै प्रोसेस सिकाइदिनुहुन्छ। त्यसपछि चाहिँ सुरुमा चाहिँ हजुरहरूमा कन्फिडेन्स डेभलप हुँदैन, तर बिस्तारै गर्दै जाँदाखेरि हजुरहरूले एकदम आफूमा कन्फिडेन्ट फिल गर्नुहुन्छ कि म चाहिँ एक्लै जानुभन्दा नि फ्रेन्ड सर्कलमा या फ्यामिली सर्कलमा जानुभयो भने चाहिँ इन्जोय गर्नुहुन्छ भनेर फ्यामिली सर्कल या फ्रेन्ड सर्कलमा जानु भनेर सजेस्ट गर्छु। किनकि फोटोज भिडियोज पनि लिन मिल्यो अनि अलिअलि गफ पनि गर्न मिल्यो। एक्लै गर्दा गर्दा पछि चाहिँ मोनोटोनस जस्तो फिल हुन्छ कि र पानीले बगाएर कहाँ पुर्याएको हुन्छ। त्यही भएर आफ्नो फ्रेन्ड सर्कल या फ्यामिली सर्कलमै बस्नु होला हजुरहरू पनि। र त्यसपछि चाहिँ मैले चाहिँ एक्लै इन्जोय गरिरहेको थिएँ कि पुरै सिनहरू हेरेँ, फोटो भिडियोजहरू लिएको थिएँ। त्यसपछि हामी चाहिँ रिटर्न भयौँ। रिटर्न हुँदा चाहिँ मैले ड्याडीलाई कस्तो लाग्यो भनेर सोधेको थिएँ कि बिकज हि इन्जोय अ लट के है। अनि चाहिँ त्यसपछि चाहिँ हामी चाहिँ ब्याक भयौँ हाम्रो घरतिर। या